हेलो नमस्ते हजुर सबैजनालाई स्वागत छ। आज चाहिँ म पिडालुको मस्यौरा बनाउँदैछु। यसरी चाहिँ म पिडालुलाई त्यसमा कोरेर यति बनाइसकेँ मैले चाहिँ। अनि यस्तै चाहिँ म कोरिरहेको थिएँ। यसलाई चाहिँ मसिनो बनाउँदैछु मैले। अनि यो चाहिँ सानो भएर चाहिँ हातबाट चिप्लिन्छ, अब हात काट्ला भनेर मैले चाहिँ त्यसलाई त्यत्तिकै छोडिदिएर अर्को ठुलो चाहिँ लियो। यस कोर्न पनि यति अप्ठ्यारो थियो, ठुलो ठुलो भएर है। अनि यति पिडालु चाहिँ बाँकी थियो अब। अनि यता चाहिँ म यसरी कोरिरहेको पनि थिएँ, यता कोरेर अनि यतापट्टि चाहिँ राखिरहेको थिएँ भाँडोमा। अनि बिस्तारै मैले मजाले यता कोर्न थालेँ। यता चाहिँ देखाइरहेको थिएँ मैले, त्यो ठुल्ठुलो भएर मलाई चाहिँ यति अप्ठ्यारो भइरहेको थियो कोर्नको लागि पनि है। अनि यति भयो भाँडोमा चाहिँ, यति बनाएँ मैले। अब चाहिँ सक्यो। अनि त्यस मेरो हात चाहिँ चिलाएको भएर अनि मैले मम्मीलाई तेल लगाइदिनु न, तेल या घिउ लाउँदा हुन्छ भन्नु, मम्मीले चाहिँ घिउ लगाइदिँदै हुनुहुन्छ। अरू पनि अब दाल हाल्दिनु। यति सानो हातले यति धेरै बनाउनु लागेको छु। यो चाहिँ मासको दाल भयो। हामीले चाहिँ हिजो नै यसलाई भिजाएर अनि मिक्सरमा पिसेर यसरी हालिदियौँ। अनि चाहिँ मजाले मोल्दै थिएँ मैले चाहिँ, मजाले मोलेँ। अनि त्यसपछि अब चाहिँ यो डल्लो बनाउन खोज्दै थिएँ। मैले चाहिँ फर्स्ट टाइम हाल्न लागेको भएर मलाई चाहिँ आएकै थिएन क्या कसरी बनाउने भने। अनि एक दुईवटा हाल्दै गरिरहेको थिएँ। पछि मम्मीले चाहिँ भएन भन्नु भएको थियो। अनि फेरि अर्को पनि गरेर बिस्तारै बिस्तारै अलिअलि गरेर हाल्यौँ। त्यसपछि मम्मी पनि आउनुभयो, मम्मी र म भएर मजाले हाल्यौँ हामीले चाहिँ। यसरी एउटा गरेर मैले फर्स्ट टाइम हालेको भएर मेरो चाहिँ सेपहरू मिलेको थिएन। हाम्रो मस्यौरा चाहिँ यति भयो है, 2 नाङ्लो भरि भएर अझ पनि बाँकी थियो। अनि अरू चाहिँ मम्मीले हालिदिन्छ। म चाहिँ अब यति बनाएर छोडिदिन्छु मम्मी भने, किनभने मेरो हात चाहिँ एकदम चिलाइरहेको थियो। अनि हजुरहरूलाई चाहिँ मस्यौरा मनपर्छ कि पर्दैन? मलाई चाहिँ यो मस्यौरा ठिकै लाग्छ, त्यस्तो मन पर्दैन है। अनि यसलाई चाहिँ 14-15 दिन घाममा सुकाएर मजाले यो चाहिँ खानको लागि रेडी हुन्छ। अनि यो चाहिँ यतिको भयो। अनि हजुरहरूलाई यो मनपर्छ कि पर्दैन कमेन्टमा भन्नु होला। अहिलेको लागि यति नै, थ्याङ्क यू।